अझै पनि धेरैलाई लाग्छ कि यो केवल एउटा साधारण सुनौलो मूर्ति हो, तर यसको भित्र लुकेको रहस्यले तपाईको होस उडाउनेछ। भर्खरै नेदरल्यान्ड्सका वैज्ञानिकहरूले यो 1000 वर्ष पुरानो बुद्धको मूर्तिको सिटी स्क्यान गरे र नतिजा मूर्तिको भित्र एउटा वास्तविक मान्छेको कंकाल फेला पर्यो। यी हुन् बौद्ध गुरु लिउ क्वान, जसले सन् 1100 को आसपासमा जीवितै ध्यानमा बसेर आफ्नो शरीर त्याग गरेका थिए। यो केवल एउटा गाडिएको शव मात्र होइन। गुरु लिउ क्वानले सेल्फ ममिफिकेसनको कठिन प्रक्रिया अपनाएका थिए। उनले वर्षौंसम्म विषालु जरा र बोक्राहरू खाएर आफ्नो शरीरलाई ममीमा बदलेका थिए, ताकि मृत्युपछि शरीर नसडियोस्। अचम्मको कुरा के छ भने स्क्यान गर्दा उनको शरीरको भित्र अङ्गहरू हुनुपर्ने ठाउँमा प्राचीन चिनिया अक्षरहरू लेखिएका कागजका टुक्राहरू भेटिएका छन्। तर यो कहानीमा एउटा ठूलो मोड छ। यो मूर्ति वर्षौंदेखि एक डच कलेक्टरको साथमा थियो, तर चीनको एउटा गाउँले दाबी गरेको छ कि यो उनीहरूको मन्दिरबाट 1995 मा चोरी भएको पुर्खा हो। अहिले यो मूर्तिलाई फिर्ता ल्याउन अन्तर्राष्ट्रिय स्तरमा कानुनी लडाईँ चलिरहेको छ। तपाईलाई के लाग्छ? 1000 वर्षदेखि सुनभित्र कैद यी गुरुलाई मन्दिरमा फिर्ता लैजानुपर्छ कि म्युजियममै राख्नुपर्छ? कमेन्टमा भन्नुहोला।